हाई हेलो आज हामी कहाँ हिँडेको रे हामी चाहिँ दाङ स्थित चमेरो गुफामा अनि हामी चाहिँ तीनजना मात्रै छौँ अरू साथीहरू त्यही पछाडि छोडिए के पानी खाँदैछन् को के गर्दैछन् परेन झ्याउलाएर हामी चाहिँ हिँड्छौँ त्यसपछि अब उहीँ गएर जम्का भेट हुने होला हामी यहाँ आउनको लागि चाहिँ हामी दाङबाट बसपाकबाट सल्यानवाला बसमा चढ्न खोज्यौँ होइन 2 बजेको मात्र रहेछ त्यसपछि चाहिँ हामी हिँड्दै हिँड्दैमा आयौँ जे पाइन्छ त्यसै भनेर सबभन्दा फर्स्टमा त मैले ट्र्याक्टर रोक्छु भनेर म एकदम साहस देखाएँ अनि रोक्ने बेला छैन म भाइलाई अनि यसलाई चाहिँ भनिरहेको उही रोक न रोक भनेर होइन अनि त्यो पनि फेल भयो त्यसपछि चाहिँ फाइनली एउटा त्यो सामान बोक्ने गाडी मालगाडी भन्छ नि भाइ त्यो गाडी बोलेरो हो होइन त्यो त्यति राम्रो अलि राम्रो हुन्छ बोलेरो अनि त्यो गाडीमा आयौँ होइन त्यो गाडीमा आयौँ तर लिफ्ट दिए कस्तो त्यो दाइले बोलेकै बुझिनँ कि मैले के भन्नुभयो पहिला त्यही नि अब रोकिहाल्यो ल चढ भन्नुभयो बिचरा दया मानेर क्या हामीलाई त्यसपछि चढ्यौँ यस्तो मासुम खासमा के हो भन्दाखेरि मैले रोक्नु भनेर रोकेको त्यो गाडी नत्र रोक्थेन एकदम अनि त्यही हो जस त्यो गाडीमा आइयो होइन जे भए पनि जहाँसम्म आफ्नो डेस्टिनेसनसम्म आइयो अब त्यहाँ झरेर पनि आधी घन्टा जस्तो हिँड्नुपर्ने रहेछ जस एकदम मस्त स्मुथ पारामा हिँडिरहेको यसो बाटो देखाइदिएन पछाडि कस्तो यसरी नै ऊ त्यस्तो बाटो छ अब अगाडि पनि हिलो छ अनि यस्तै हो जस रमाइलो भइरह अब पछि त घुम्न पाइँदैन होला सायद बिजी भइन्छ होला त्यस अहिले फ्री टाइम निकालेर हामी हिँड्यौँ बाई अहिलेलाई